आमा आमा हरिओम। हरिओम। अनि खाना खानुभयो? खाएँ। रुच्यो? रुच्यो आज त अलिकति दहीसँग। दहीसँग खानुभयो? अनि केरा खानुभयो कि भएन आज? आज खाएन। ए हो? दही खाएँ। सधैँ केरा खानु पनि हुँदैन, सुगर भएको मान्छे बढ्छ होइन आमा? होइन आमा? अनि त्यो के अरे आमा, त्यो काँक्रा चोरेको कुरा भन्नु न आमा, कसले चोरेको? चोरेको पनि होइन, त्यो टिप्न मन गरेको, टिप्न नसकेको, यसो गरेर हात पुर्याएको अनि भरे मैले टिपिदिएँ। भाउजूले के भन्नु त? भाउजूले टिप्न नसकेको अनि तपाईँले टिपिदिनु भयो? अनि मैले टिपिदिएँ। चोरेको चाहिँ होइन? चोरेको होइन। ए कसको चाहिँ हो त? हाम्रै भाउजूको हो। ए अनि अहिले सम्झिँदा रमाइलो लाग्छ कि लाग्दैन? सम्झिँदा रमाइलो लाग्छ कि लाग्दैन? बिर्सेर कता पुगो होला पत्र के रमाइलो हुनु। बिर्स्यो? ए अनि आमा 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 सन्चै हुनुहुन्छ? कठैभरि जस्तो भए पनि सन्चै छु। उही केटाकेटीलाई रोइराखेका हुन्छन् अरे बोर्डिङको बाहिर, हाउ आर यु भन्यो भने आई एम फाइन गर्दै रुन्छन् अरे, त्यस्तै। आमा सन्चै हुनुहुन्छ? हो, अब सन्चै मान्नुपर्छ नि आमा, जे भए पनि जसो भए पनि यस्तै हो होइन आमा? अलिअलि जिउ दुख्ने ओर्ने त्यस्तो त भइहाल्छ नि, हुन्न र? हुन्छ कि हुन्न? हुन्छ नि होइन? सबैलाई हुने कुरा त हो नि होइन आमा? होइन? अनि हाँस्नुपर्छ, हँसिलो हुनुपर्छ, खुसी हुनुपर्छ। आमा एकचोटि हाँसिदिनु न। हो अझै अझै बिचारा मेरी आमा त्यस्तै छ। सारा संसार जङ्गल बोकेर ल्याउनुहुन्थ्यो। घाँस काट्न जाँदा, दाउरा बोक्न जाँदाखेरि घाँस जङ्गलै बोकेर ल्याए सकि यसले भन्थे अरे। अब अहिले यस्तो हुन्छ, यस्तै हो सबैको।